लाटिन अमेरिकाको विश्वकप छनौट सकिएको केही दिनमै अब त्यस क्षेत्रका टिमहरू तयारी खेलतर्फ ध्यान दिइरहेका छन्। त्यस क्रममा वर्तमान विश्व च्याम्पियन अर्जेन्टिनाले नोभेम्बरमा अफ्रिकी देश अङ्गोलासँग एक महत्त्वपूर्ण खेल खेल्ने भएको छ। अर्जेन्टिना फुटबल सङ्घले सामाजिक सञ्जाल मार्फत यो खेलको पुष्टि गरेको हो। सुरुमा अर्जेन्टिनाले नोभेम्बरमा दुईवटा महत्त्वपूर्ण खेल खेल्ने योजना बनाएको थियो, तर उपयुक्त प्रतिद्वन्दी नपाएकोले अन्ततः एउटा मात्र खेल खेल्न लागेको छ। खेल नोभेम्बर 14मा अङ्गोलाको राजधानी लुआन्डामा हुनेछ। यद्यपि खेलको समय अझै तय गरिएको छैन। यो खेल विश्वकप पूर्व तयारीको रूपमा हेरिएको छ। प्रशिक्षक लियोनल स्कोलोनीले यस अवसरमा आफ्नो टोलीको संयोजन प्रशिक्षण गर्नेछन्। 2022को विश्वकप टोलीका केही खेलाडीले सन्यास लिएका छन्, केही फेरि अनियमित छन्। त्यसैले आगामी विश्वकप 2026 अघि टिममा सन्तुलन र लय ल्याउने प्रयोग गर्न चाहन्छन् स्कोलोनी। कप्तान लियोनल मेस्सीलाई पनि उनले अब नियमित रूपमा खेलाउने कि विश्राम दिने भन्ने विषयमा सावधानीपूर्वक योजना बनाइरहेका छन्। उनको कार्यभार नियन्त्रणमा रहोस् र नयाँ कमब्याक खेलाडीहरू तयार गर्न सकियोस् भन्ने स्कोलोनीको योजना छ। गत अक्टोबरमा अर्जेन्टिनाले दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलोमा मेस्सी बिना भेनेजुएलालाई 1-0 ले हराएर दोस्रोमा पुएर्टो रिकोलाई 6-0 ले हराएको थियो। यो खेल मेस्सीले पनि खेलेका थिए। नोभेम्बरको यो खेल अघि अर्जेन्टिना टोली युरोपमा प्रशिक्षण शिविर बस्नेछ। खेलपछि पनि 18 नोभेम्बरसम्म अभ्यास जारी राख्नेछ, जुन मितिसम्म फिफा विन्डो खुल्ला रहनेछ। यसपछि 2026 विश्वकप अघि अर्जेन्टिनाले संयुक्त राज्य अमेरिकामा मेक्सिको र होन्डुराससँग दुईवटा अन्तिम तयारी खेल खेल्नेछ। यसलाई विदाई खेलको रूपमा पनि हेरिएको छ। त्यसपछि अर्को वर्ष अर्जेन्टिनाले युरोकप विजेता स्पेनसँग फिनालिसीमा खेल खेल्नेछ। खेलको मिति औपचारिक रूपमा घोषणा नभए पनि युरोपेली सञ्चार माध्यमका अनुसार यो खेल 2026 मार्च 28मा कतारको लुसाइल स्टेडियममा हुने सम्भावना छ।